नमस्कार है। नमस्कार डॉक्टर साहब। हजुर कहाँबाट आउनुभयो? म भीमडुङ्गा सर। भीमडुङ्गा है? हजुर। अनि विदेशबाट आउनुभएको है? हजुर हजुर। अनि के समस्याले आउनुभएको? यस्तो सर मेरो लोअर ब्याक पेन थियो अनि नर्मली अब काम गरिरहनु पर्ने तपाईको लङ आवर काम हुन्थ्यो। हजुर। त्यसले गर्दाखेरि चाहिँ अलिकति इफेक्टिभ भयो अनि गाह्रो भयो भनेर हजुरकोमा चाहिँ अब परामर्श लिनु आएको खासमा। जस्तै अब हजुरलाई कस्तो कस्तो गाह्रो थियो भन्नुस् त? यो अलिकति बेन्ड गर्न पनि गाह्रो डाक्टर साहब अनि हल्का तपाईको एक्सरसाइजहरु गर्दाखेरि पनि अलिकति यो ढाडमा दुखाइ चाहिँ अलि बढी नै थियो। हजुर हजुर। हजुरको जिउ पनि अलि हजुर अलिकति तपाईको बेन्ड गर्न नि गाह्रो अलिकति यहाँ हजुरकोमा आउँदासम्म त अलिकति बाङ्गो नै भएर आएको थियो। जस्तै आज हाम्रो फिजियोथेरापी सिद्धियो हैन, सेसन्सहरु सबै सिद्धियो। अब आज कस्तो कस्तो सजिलो छ, कस्तो कस्तो समस्याबाट अब राहत मिल्या छ बताउनुस् त? आज त मलाई एकदम आफू त एकदम फ्लेक्सिबिलिटीको हिसाबले पनि एकदम राम्रो अनि डुल गर्न पनि सजिलो, दौडिन पनि सक्ने अनि एकदम कम्फर्टेबल भइरहेछ डाक्टर साहब। आजको दिन पेन के छ? पेन अहिले त्यस्तो साह्रो छैन। हजुर पेन जिरो भइसकेको छ। मेन चाहिँ कतिको कुन चाहिँ चीज सहज भएको छ हजुरलाई? अहिले मलाई हिँड्न भन्दा पनि तपाईको यो अलिकति न्युरिन गर्ने गाह्रो हुने अनि यस्तो धेरै बेरसम्म पल्टेर बसिरहँदाखेरि पनि एकदम गाह्रो हुने त्यो अहिले त्यस्तो केही पनि छैन। अब ढाड दुखाइ पनि ठीक भएको? हजुर ठीक भएको छ। अनि हजुरलाई अब हाम्रो काठमाडौँ फिजियोथेरापीको सर्भिस कस्तो लाग्यो? अब एक्ज्याक्टली भन्नु पर्दाखेरि यहाँको वेलकमिङ इन्भाइरोमेन्ट देखि लिएर भित्र आउँदाखेरि जुन हजुरले एउटा भनौं न गाइडेन्स देखि लिएर एक्सरसाइजमा गर्ने कुराहरू अनि त्यही हो डाक्टर साहब, फ्रेन्डली इन्भाइरोमेन्ट लाग्यो एकदम अनि डाक्टर र अब पेशेन्टमा हुने रिलेसन चाहिँ एकदम राम्रोसँग गाइड गर्ने, यो गर्नुस् त्यो गर्नुस् भन्दाखेरि चाहिँ एकदम ह्यापी नै भयो डाक्टर साहब। काउन्सिलिङ अनि हजुरलाई ओभरअल 5 स्टार कति दिनुहुन्छ? म त 5 नै दिन्छु डाक्टर साहब। 5 नै दिनुहुन्छ है? ठीक छ। हजुरलाई मैले व्यायाम पनि सिकाएँ, अब इन्टरभ्यु दिनु भएको छ, पोस्चर पनि मेन्टेन गर्नुस्। हजुर। हामीलाई ट्रस्ट गरिदिनु भयो, इन्टरभ्यु दिनुभयो, धन्यवाद है। थ्यांक यू डाक्टर।